गाइस हाम्रो पपीले चाहिँ यसरी मात्रै खान्छ, यसरी दिनुपर्छ। यसरी दिँदा नि खाँदैन नि हाम्रो पपीहरू, के भयो होला। सबैको यो घरमा पालेको पपीहरू यस्तै माथिन्छ कि है। मेरो चाहिँ यहाँ पपीहरूलाई दाना बनाउँदैछु कि एकदम किमा बनाइदिनुपर्छ। किमा यसरी बनाउनुपर्छ गाइस। के गर्नु यसरी है। यस्तो बनाउनुपर्छ। यस्तो बनाएन भने त खाँदैन है। हाम्रो त पपी एकदम मात लागेको छ मेरो घरको पपीहरू चाहिँ। अनि यसरी दिनुपर्छ है। तपाईँहरूको कस्तो छ? आफ्नो त यस्तो मसिनो गरेर यसरी दिनुपर्छ धुलोभिटो बनाएर, अनि मात्रै खान्छ यिनीहरूले। यस्तो छ गाइस, के गर्नु। तपाईँहरू कस्तो छ है? मेरो चाहिँ यसरी यिनीहरूले यसरी दिँदा आफ्नो कमला काट्छ भनेर पनि डर हुन्छ है। मसिनो गर्नुपर्छ। मान्छेले कुकुर पाल्ने भन्छ नि, एकदम गाह्रो छ नि। के गर्नु है, अब व्यवस्था गरेर पालेर पनि भएन। पालेपछि उसले पनि राम्रै गरेर पाल्नु पर्यो। अनि म चाहिँ यसरी अब उनीहरूलाई चाहिँ के गर्छु भन्दाखेरि एकदमै मसिनो गरेर अनि यसरी दिने हो। यसरी दिँदै नि खाँदैन हो। त भातसँग मुस्नुपर्छ है। म तपाईँहरू त्यो पनि देखाइदिन्छु अहिले। यस्तो अनि मैले चाहिँ यसरी यो भात र यो यसरी यहाँ हाल्ने है। यसरी हाल्ने नि। अनि यसरी यहाँ हालेपछि यसरी हाल्यो नि। अनि हालेपछि यसलाई यसरी मुस्ने हो। खाना र यो यसरी मुस्ने। यसरी मुसिसकेपछि अन्त यसरी मुस्ने। यस्तो मसिनो गरेर एकछिन है यसरी मुस्यो नि। भातसँग सरीभरि यसरी मुसेर चाहिँ हाम्रो पपीहरूलाई यसरी दिनुपर्छ। यहाँ हेर्नु त यसरी यो अघिको काटेको किमासँग यसरी मुस